सो साथीहरू सबैजना छोरी मान्छेले एक दिन चाहिँ आफ्नो बाबा मम्मीको घर चाहिँ छोडेर जानै पर्ने है। यो जतिको दुःख चाहिँ अरू केही दुःख लाग्दैन जस्तै लाग्छ है जिन्दगीमा। अनि सो मेरो ठुलो मम्मीको छोरीको चाहिँ बिहे थियो, अनि बहिनीको बिहे खाएर चाहिँ हामी आमा छोरी लाग्यौँ बजारतिर। अनि हाम्रो विराटनगरमा चाहिँ 160को सप खुलेको छ अरे। अनि मम्मी के पाइन्छ हिँड्नु न भनेर चाहिँ मम्मी र म गयौँ। अनि त्यसपछि त्यत्रो चर्को घाममा उभिएर चाहिँ बल्ल तल सिटी रिक्सा भेटायौँ। अनि हामी गयौँ सिटी रिक्सामा, अनि भिडियो नलम्काइकन चाहिँ हामी पुग्यौँ 160 रुपियाँको सपमा। अनि साथीहरू भित्र छिर्दाखेरि चाहिँ यति धेरै भिड थियो कुरै छोड्दिनु। अनि त्यसपछि चाहिँ मम्मीले भिड देखेर चाहिँ जम भन्दै त मैले आइसकेपछि चाहिँ मजाले नै सामान हेरेर जाउँ न मम्मी भने। अनि मम्मीलाई चाहिँ भित्र छिर्ने बित्तिकै यो बोटको चाहिँ एकदमै मन पर्यो, अनि मलाई पनि मन पर्यो। अनि मम्मीले पनि लिनुभयो, मैले पनि लिएँ। अनि साथीहरू एउटा कुरा चाहिँ मलाई के लाग्यो भने यो जुन फर्स्टचोटि खुलेको थियो यो सबैजनाले लिएर गइसक्नु भएको थियो, चाहिने चिज राम्रो चिज लिएर गइसक्नु भएको थियो। अनि हामी चाहिँ उब्रे पार्नुमा परेको थियौँ कि, अनि त्यही दुःख लागेको थियो। र त्यो दुःख एक साइडमा राखेर चाहिँ हामी गयौँ बजारतिर। अनि मलाई चाहिँ सामान किन्नु पर्ने थियो, अनि अलिअलि सामान किनेर चाहिँ अनि म पनि घरतिर फर्केँ।